सुन न साथी, ग्यासको बिल आएको रहेछ, पर्सिसम्म तिर्न पनि रहेछ। 8,000 आएको छ, 4,000 देऊ न ल, किनकि मेरो भोलि र पर्सि नाइट हो। अनि तिमीसँग भेट हुन्न नि त भोलि र पर्सि, त्यही भएर यो महिना तिमी तिर न, अर्को महिनातिर तिमीलाई नि मसँग पैसा छैन। तिमीहरूलाई अरूको पैसा तिर्न अनि यो ग्यासको पानीको खानाको पैसा तिर्न तिमीहरूलाई कहिले पैसा हुँदैन है। दिनकै क्लब जानलाई पैसा हुन्छ, दिनकै केटी फेरि हिँड्नलाई पैसा हुन्छ, तिमीहरू आफूले तिर्न पर्ने कुराहरू चाहिँ पैसा चाहिँ कहिले हुँदैन। जहिले भोलि मसँग छैन, तिमीहरू झन् दुईवटा काम गर्छौ। नरिसाउ न साथी, मसँग 2,000 छ, यो 2,000 तिर्देऊ, तिमी 2,000 हालिदेऊ, अर्कोचोटि मिलाउला नि 2,000 है। म आज बाहिर साथीलाई भेट्न बोलाएको छु, अनि त्यही भएर अलिकति खर्च आफूलाई नि चाहिन्छ नि त, त्यही भएर। तिमीहरू त कस्तो स्वार्थी छौ है साथी, के मुखले भन्छौ है। अघिल्लो महिना नि सबै मैले तिर्दै होला त, साथीसँग पैसा छैन भने सबै मैले तिर्देँ। यो महिना झन् म तिर्छु है साथी, अघिल्लो महिना तिमी तिर्छ भन्नु भने उल्टो 2,000 मात्रै दिएर अर्को महिना तिर्छ नि त। तिमीहरू झन् दुईवटा काम गरेर बसेर म एउटा काम गरेर बसिरहेको छु। यस्ता रुममेट त जिन्दगीमा कसैलाई नपरोस्, स्वार्थीहरू।